हामीलाई त त्यो मन्जिलमा जानु मन छ त्यो पहाडमा कस्तो लाग्दैछ पहाड चढ्दा निकै राम्रो कहाँ आइपुग्यौँ यार हल्का हल्का डर पनि लागिरहेछ ओह्रालो ओह्रालो आएको होइन यो बाटो छ भनेर लास्टमा बाटो त यहाँसम्म मात्र रहेछ अनि यता बाटो छ तर खत्तम छ सो गाइस एकदम बबाल लाग्यो होइन पार घुमिसक्यौँ एकदम बबाल लाग्यो कस्तो लाग्यो तिमीलाई साथी एकदम झकास लागेको छ गाइस हामी धरानको घन्टाघरको माथिमा छु होइन रोकेर भिडियो बनाउँदैछु ओके हे गाइज वेलकम ब्याक माई युट्युब च्यानल स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु र आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज हामी जाँदैछौँ धरान घुम्नको लागि साथी र म कहाँ जाँदैछौँ साथी धरान किन घुम्न उसै आज आएको होइन कति बजी आएको 11 बजे उसै 11 बजेतिर आएको होइन अब चाहिँ हामी अहिले चाहिँ 1-2 बजीसक्यो अब चाहिँ हामी जान आँटेको धरानतिर सो हेर्दै गर्नु होला भिडियोलाई अन्तिमसम्म आजको भिडियो पनि एकदम मजादार हुनेवाला छ सो के कसो के हुनेवाला छ सबै भिडियोमा हेर्दै गर्नु होला अब हामी यहाँ बस चढ्ने सो हेर्दै गर्नु होला तो चलिए शुरू करते हैं सो फाइनल गाइस हामी धरान आइपुग्यौँ होइन हेर्न सक्नुहुन्छ धरानको भ्यू यो चाहिँ घन्टाघर होइन सो अहिले जस्ट हामी आइपुग्यौँ साथी र म अहिले आइपुगेको होइन धरान सो अब यहाँ हामी भित्र जान्छौँ होइन त्यो घन्टाघर माथि जान्छौँ के कसो तपाईँहरूलाई माथिदेखि देखाउँछौँ यो भ्यू होइन फर्स्ट टाइम आएको धरान एकदम बवाल लागिरहेको छ होइन अब अझै घुम्न पाएकै नै छ अहिले भर्खर आएको होइन सो गाइस अब हामी माथि जान आँटेको घन्टाघर माथि होइन भित्र छिरिसकेको अब माथि जान्छौँ देखो देखो दरिंदगी चेहरे से टपकती है नंबर 1 का कमीना साथी म जाँदैछु हाम्रो साथी अगाडि म चाहिँ पछाडि कति तल्ला होला गर्नु है बवाल छ है यहाँदेखि हेर्नु यहाँ हल्का घाम छैन अनि आधी जति चाहिँ आइसकेको होइन अनि अब तपाईँलाई यहाँदेखि भ्यू देखाउँछु हेर्नुहोस् वाउ नाइस हेर्नुहोस् कस्तो बवाल छ यहाँदेखि भ्यू बवाल लाग्यो अझै माथिदेखि देखाउँछु है माथिदेखि अझै खतरा देखिन्छ सो गाइस हामी धरानको घन्टाघरको माथिमा छु होइन रोकेर भिडियो बनाउँदैछु क्या गुंडा बनेगा रे तू साथीदेखि हेर्दैछु लाज लाग्छ त्यसैले रोकेर भिडियो बनाउँछु चले संग चले सभी गुल अपना है ये ख्याल अपना है ये ख्याल है ऐसा लगे वहाँ रोज खिले गुल जहाँ तेरा आना जाना है ऐसा लगे गुल गलती से बन गए रब ने था तुझे बनाना ये महका मौसम हुस्न का आलम है तेरी ही परछाई अपना है ये ख्याल फाइनली गाइस हामी घन्टाघर माथि गएर मजा लिएर अनि अब हामी तलतिर गएको तलतिर पनि भ्यू छ अब तल गएर पनि घुम्ने गयो कस्तो लाग्यो साथी तिमीलाई एकदम राम्रो इन्जोय गर्दै मलाई चाहिँ माथिदेखि हेर्दा एकदम बवाल लाग्यो होइन अनि त्यहाँ अनि बुद्धगिरीहरू पनि थियो अनि त्यहाँदेखि चाहिँ तल आउनै मन लागिरहेको थियो होइन बड़ा हरामी हो बेटा तर के गर्नु अब यहाँ दिनभरि बस्दा पनि भएन अब घुम्न जानु पर्यो तल पनि छ भ्यू हेरौँ होइन कस्तो छ कोन चङ माने चङ अरे कहना क्या चाहते हो हामी घन्टाघरदेखि निस्किसकेको अब यता पनि छ माथि भ्यू अब हेरौँ होइन सिमिनेटिङमा धरानको घन्टाघरको मैदानमा एकदम बसिरहेको छु आराम गर्दैछु होइन हावा खाँदैछु यहाँ बसेर टक्क शीतल पुरै शीतल छ मजा आउँदैछ सुत्दिउँ क्या हो सुतेर त झन् मजा आउँछ होइन दोस्त हाम्रो दोस्तले मोबाइल चलाउँदैछ होइन कस्तो बवाल लाग्यो नि यस्तो भन न एकदम बवाल छ घन्टाघर यता छ छेउमा त्यो साइडमा छ अनि चाहिँ हामी यता आएको अनि यहाँ चाहिँ ठक्क हावा खाँदैछु अरू मान्छेहरू पनि उता हावा खाँदैछ मेरो पछाडि पनि मान्छेहरू हावा खाँदैछ देश एकदम शीतल छ क्या यहाँ बस्नलाई आनन्द छ
अहिले यता रोड छेउमै छ होइन मस्तको मेरो साथीले यहाँ फोटो खिचेको त एकदम बबाल आइरहेको थियो होइन म त एकदम खुसीले पागलै भएको थिएँ के कसो एकदम सही हो यहाँ चाहिँ यो ठाउँमा चाहिँ बबाल आयो क्या फोटो घाम छ नि त हल्का फोटो चाहिँ बबाल आयो मेरो साथीले मलाई हानिदिएको एकदम खतरा खालको आएको छ क्या फेसबुकमा हाल्छु अनि हेर्नु होला त्यहाँ पनि होइन त्यही हो अब जाने बेला भइसक्यो हाम्रो यहाँ एकदम रमाइलो गऱ्यो यहाँ बसेर 1-2 घन्टा अब त्यही हो यहाँको हावापानी खाइयो अब यता डाइरेक्ट निस्किनु अनि सो अब तपाईँलाई म देखाउँछु घन्टाघर धरानको हेर्नुभयो कस्तो बबाल छ अब यो सिमेनेटिकमा हेरौँ ल गाइस हामीले यहाँ घुमिसक्यौँ होइन भिजिट गरिसक्यौँ त्यही हो रमाइलो लाग्यो होइन साथी र म घुमिसक्यौँ यहाँ एकदम बबाल थियो भित्र तपाईँहरूले पनि हेर्नुभयो होइन त्यही भन्न चाहन्छौ फोन सो त्यही हो अब कतै घुम्ने जाने प्लान छ या घरतिर जाने के छैन हेर्दै गर्नु होला अझै भिडियोलाई हामी धरान घुम्दैछौँ तर हामीलाई थाहै छैन यो बाटो कता जान्छ वनधुन जाँदैछु होइन के हो यता अनि पार नजिकै छ भनेर जाँदैछु तर अब कति टाढा छ हामीलाई थाहै छैन फर्स्ट टाइम आएको नि त देओस् बवाल लाग्दैछ रमाइलो हुँदैछ घुम्ने अब पाहाडमा पुगेपछि मात्रै हो पुग्दैनौ यो जुनीमा अर्को जुनीमा पुग्छौ टाढा छ नि त्यहाँ हेर्दा पो नजिक लाग्छ तर नजिकै छ त हेर्दा होइन बाटै बात जाउँ होइन अनि यताखेरि सब भाइरल मान्छेहरू यतै छ त धरान नेरी नै छ भाइरल मान्छेहरू सबै हो उसलाई बेपोलाई चिन्छौ कि ऊ पनि धरानकै हो अनि अझै एउटा को भन्ने छ तर भाइरल मान्छेहरू यहाँ नेरी छ क्या जाउँ न अगाडि अझै कहाँ पुग्छ सो गाइज हामी यहाँ पाहाड चढ्दैछौँ है पाहाडको बाटो हेर्नु यस्तो छ हाम्रो धीरेन साथी यता हाई गरिदेऊ कस्तो लाग्दैछ पाहाड चढ्दा मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रही है यहाँ पे ओ माई गड तल हामी यहाँ तराईको मान्छे यस्तो चढ्न पाउँदा त खुसी लागिहाल्छ नि झन्डै लड्यो अहिले तर यहाँ अब कसको घर जान्छ त थाहै छैन हिँड्दैछु त्यही पनि अब त हामी यहाँ पाहाड चढ्न आएको नि त जसको घर गए पनि कता यो बाटो कसको हो फेरि जाउँ न बबाल छ त तर अलिक फोर टाइप छ ए कसको घर आयो र यता गल्यो कि गल्यो गलिसक्यो कुकुर जस्तो भइसक्यो गल्यो बस हवा निकल गई वाह बबाल आउँदैछ यहाँदेखि त भ्यू जुम गरेर देखाइदिउँ न होइन मेरो गाइडहरूलाई हेर आम्बो जस्तो बबाल हामी यत्रो मुनिदेखि हामी हेर त जाउँ 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 अझै घुम्नुपर्छ फर्केको माया कुकुरले खेदाउँछ कसो कुकुर भाग्ने अहिले पाहाडको कुकुरले खेर खतरा खेदाउँछ नि बिस्तारै आऊ बिस्तारै धरान घुम्न आएको पाहाड पनि घुम्दैछु हल्का हल्का मान्छेले सोच्दै होला पाहुना आयो भनेर यो त घर जाने बाटो हामी त पाहाड भनेर चढिदिएको नि खतरा छ है बवाल छ बबाल छ हौ बवाल लाग्यो बवाल अब त्यसरी हिँड्नुपर्छ बिस्तारै यो त्यो सिडीको लिनु यो घाममा साला हिँड्नै मन लाग्दैन सुन ल बवाल छ सिधी हेर्नु सिधी सारियामा माङ्गोटिङ्गो छ बाटो त यता पनि छैन जाने जान्छु उता यता जान्छ त जाउँ यो बाटो होइन यो बाटो सिधै जाउँ होइन कहाँ पुग्छ यो बाटो सिधै जाउँ अनि घुम्नुपर्छ यो केटीहरू जाँदैछ त त्यहाँ दुईजना जाउँ जाउँ फलो मी त्यस्तै हो बबाल लाग्यो यो फुल माथिको वाउ यहाँदेखि चाहिँ भ्यू खतरा देखिँदैछ त घरहरू जुम गरेर देखाइदिउँ होइन वाउ नाइस यो हो नि त धरान भनेको त केटाको यता ससुराली छ भने यता पाहाडतिर ल्यायो माथि अब खोइ ससुराली कता छ तिम्रो ससुराली कुन घर हो अब त यही घर जस्तो लाग्छ कुन यता भाइ साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी खोइ त अनि कल गर न फेरि फोन लाग्दैन होला यहाँ कि फोन छैन तिम्रो बुढीको थाम केटोले यहाँसम्म ल्यायो पाहाड माथि चढाइ गलिसके होइन त्यो भने उसको ससुराली आएको घुम्नलाई ससुराली कता छ उसलाई पनि थाहा छैन अब के भन्नु
साले का खोपड़ी तोड़ साले। अब तपाईँहरूलाई म यहाँदेखि भ्यू देखाउँछु धरानको। भवाल छ भ्यू चाहिँ। घर छ है तल, यो सब तराई पर्छ, नजिकै छ नि त तराई। धरान आएको थियौँ अनि त्यहाँदेखि माथि आएको घुम्दै घुम्दै अनि यो ठाउँ आयौँ होइन। यहाँ चाहिँ मन्दिरहरू छ तर ठाउँको नाम चाहिँ थाहा छैन। पिण्डेश्वर के नाम यो? पिण्डेश्वर मन्दिर। गुनु तिमीलाई थाहा छ यो ठाउँको नाम के हो? हजुर के भन्यौ? हो भित्र जानु मिल्छ त अनि जानु दिन्छ? बब्बाल छ सरस्वती माता। हामी चाहिँ घुम्दैछौँ होइन, यो मन्दिरको परिक्रमा गर्दैछौँ। मासु यो चाहिँ सरस्वती माता हो होइन, पानीको बिचमा छ। तलदेखि पानी निस्किँदैछ होइन। ऊ हाम्रो साथी, हामी दुईजना एक राउन्ड हानिसक्यौँ। अब यहाँदेखि निस्किने हो। अझै जान्छौँ माथि कि कतै जान्छौँ? माथि अब हेरौँ के हुन्छ। फोटोसोटो हान होइन, त्यही हो। सो गाइज अझै माथि गइँदैछ होइन। यहाँ अनि यो बाँदर अब उही भागो भागो केही त गर्दैन नि, के गर्छ यसले? भाग मोबाइल सोबाइल खोजेर लगिहाल्यो भने मेरो फेरि। यात्रा जारी छ हाम्रो माथि जाने। कस्तो लाग्दैछ? एकदम बवाल। अघिदेखि तिमीलाई बवालै लाग्दैछ, अरू केही फरक लागिरहेको छैन? के गर्नु, जिन्दगीमा पैसा त कमाइन्छ, यस्तो रमाइलो दिन थोरै नआउने हो केटाहरू। कत्रो माथि आइपुग्यौँ हामीहरू गाइज। हामीलाई त त्यो मन्जिलमा जानु मन छ, त्यो पहाडमा लाग्दैछ माउन्ट एभरेस्ट पुगिसक्यो। यहाँदेखि यसरी तल जाने होला हो। कहाँ तल? यता तल यता तल जाने माथि माथि जाने हो त होइन, तल जाने हुन्छ होला नि त अरू बाटो हुन सक्छ। जो होइन जो ओह्रालो ओह्रालो आएको होइन, यो बाटो छ भनेर लास्टमा बाटो त यहाँसम्म मात्र रहेछ। अनि यता बाटो छ तर खत्तम छ, जङ्गल छ यताखेरि। यता कहाँ पुग्नु? हामी त खेरि धरान निस्क्यौँ भनेको बाटै छैन। गल्यो यहाँसम्म, बेकार आयौँ। कस्तो लाग्यो यहाँसम्म आउँदा? काम फिलिङ भयो। अरू के हुनु? अझै आउँछ उता छ होला बाटो त्यता कि छैन? यता बाटो कहाँ घर छिरिन्छ नि अर्को। पार घुमिँदैछ अन्धुन। अब के भन्नु, रमाइलो पनि हुँदैछ, अलिकति दुःख पनि लाग्दैछ कहाँ आयौँ भनेर। अब गलिन्छ, अब फेरि यत्रो टाढा जानुपर्छ। कति अब यहाँ होला नि 10-15 किलोमिटर। हामीले बाटो सक्यो भनेको त्यहाँ होइन, तर बाटो चाहिँ यहाँ थिएन, छैन अरे, सकेको यस्तै छ बाटो, खराब छ यहाँदेखि चाहिँ हल्का। अनि फेरि त्यहाँ अगाडि रोड छ अरे अघि जस्तै। त्यो एउटा अङ्कलले भन्नुभयो त्यहाँ बसिरहेको थियो। हामी त खेरि फर्केर त्यतै जान आँटेको, यत्रो कालो ओह्रालो गरेर आएको होइन। अब फेरि उतै जान आँटेको थिएँ। अब हामीलाई धरान निस्किने हुन्छ नि त, हामी पार घुम्ने बाहनामा कहाँ आइपुग्यौँ। अब फेरि अब धरान जानु पऱ्यो नि त, अब घर जानु पऱ्यो होइन। यसरी पुग्नु पर्यो। अनि म त अब साथीलाई भने जाउँ जुनसुकै बाटो भयो भने। फर्किसकेको थियौँ, बल्ल एउटा अङ्कलले भनौँ बाटो छ उताउति बुझाइदिनु भयो। अनि सो हामी नडराइकन हिँड्दैछौँ अहिले, नत्र त यस्तो हेर्दा भयो क्या डर लागिरहेको थियो। जङ्गल अरे कटा डग कोही छैन कि कसो? एकदम तिमीलाई पनि त्यस्तै लाग्दैछ नि? बाटो छ कि छैन हो, कता छिर्दैछ फेरि? आऊ न भनिदियो अब बुढोले, तल बाटो होला हौ, तल बाटो हुन्छ, जाऊ न। यस्तो छ बाटो जङ्गलको, कहाँ आइपुग्यौँ यार। हल्का हल्का डर पनि लागिरहेछ, तर के गर्नु, हिँड्नु पऱ्यो। अब घुम्न आएको त अब त घुम्नु पऱ्यो होइन, जसो तसो गरेर त अब घुम्नै पऱ्यो। अब घुमिसकेपछि रमाइलो लिइसकेपछि त अब फर्किनु पऱ्यो नि त, जसो तसो गरी पनि फर्किनु पऱ्यो। जस्तो बाटो आए पनि त्यही हो, भन्छ नि दुःख नगरी सुखको फल पाइँदैन। त्यस्तै हो, त्यस्तै हो। जे होस्, यो बाटो कहाँ गइन्छ? पहाडतिर जे होस् शीतल छ। मन्दिर यहाँ अगाडि रहेछ त, कुन मन्दिर भनेको? एकछिन जङ्गलको बाटो हिँडेर होइन, जो फाइनली आयो हाम्रो रोड पिच। अब यहाँदेखि नन स्टप गयो भने धरान पुगिन्छ अरे, नन स्टप गयो भने धरान पुग्छ। भप्पालै छ है बाटो पनि। अब तल गयो भने त्यहाँदेखि अब धरान पुगिन्छ। तिर्खा लागिसक्यो, घाँटी सुकिसकेको छ। अब त्यहाँ तल गएर अब पानी खानुपर्छ। यहाँ अब पाहाडमा अब कहाँ पानी पाइँदैन होला, कतै आइदैन त्यहाँ।
सो गाइज एकदम बबाल लाग्यो होइन पार्क घुमिसक्यौँ एकदम बबाल लाग्यो कस्तो लाग्यो तिमीलाई साथी एकदम झकास लागेको छ खतरा लाग्यो होइन अनि यहाँ पनि एकदम दामी छ तल अनि यहाँ धरान आइपुग्यौँ ठक्क एकदम बबाल लाग्यो होइन एकदम गलियो होइन मजा पनि आयो अब के भन्नु जहाँ दुःख गर्छ त्यहाँ सुख पनि छ भन्छ नि त्यही हो दुःख गरी चढ्यौँ घुम्यौँ रमाइलो पनि भयो त्यही हो अब हामी यहाँ धरान आइपुग्यौँ सो गाइस अब हामी यहाँ धरानदेखि चाहिँ जान लागेको होइन धरानलाई अब बाई बाई एकदम रमाइलो भयो पुरै घुम्यौँ धरान एकदम त्यो दामी लाग्यो होइन रमाइलो भयो अब हामी यहाँदेखि चाहिँ निस्केको बाई बाई टाटा ब्लग कस्तो लाग्यो के भन्न चाहन्छौ मेरो लागि मेरो साथीलाई सपोर्ट गरिदिनु भन न ओके त्यही हो त्यसको बाई बाई Yeah.